हेलो साथीहरु नमस्ते अनि छोजालो सबैजनालाई आजको फेरि न्यू मिनी ब्लगमा हजुरहरुलाई स्वागत छ। आजको मिनी ब्लगमा चाहिँ म आज मेरो ठुलो फुपूसँग हजुरलाई भेटाउने छु। मेरो ठुलो फुपूसँग म आज जाँदै छु लन्चको लागि। अगाडि स्कुटीमा ठुलो फुपू हुनुहुन्छ अनि फुपूको साथी हुनुहुन्छ। हामी चाहिँ आज गाउँले चुलो भन्ने रेस्टुरेन्टमा थकाली थाली खाना जाँदै छु। यतिखेर चाहिँ हामी गाउँले चुलोमा आइपुग्यौं अनि यतिखेर भित्र इन्ट्री गर्दैछु। हेर्नुस् है साथीहरु, यहाँ चाहिँ हामी आइपुग्ने बित्तिकै कोल्ड ड्रिङ्कको जग्गामा चाहिँ यहाँ मही हामीलाई सर्भ गर्दै हुनुहुन्छ है। यहाँ चाहिँ एकदम आउने बित्तिकै यहाँ अर्ग्यानिक मही पाउने छ हामीलाई फ्रीमा। म यतिखेर चाहिँ पिउँदै छु मही। यो खानामा चाहिँ यो बियर चाहिँ भात, यो चाहिँ सब्जीको भेराइटी दिनेछ, चटनीको पनि अनि यो चाहिँ कालो दाल अनि डल्ले खुर्सानीको अचार, लसुनको अचार अनि यो चाहिँ मुलाको अचार। पुरा भेराइटिज दिने चाहिँ अचारहरू हजुरहरूले के खाना पाउनुहुन्छ सब चिज पाउँछ यहाँ। एकदम राम्रो हुन्छ यहाँ। खाना पनि आउने बित्तिकै पाइहाल्ने चाहिँ पुर्न नपर्ने छ। खाना आउने बित्तिकै खाना आइहाल्छ यहाँ चाहिँ एकदम भिड हुँदो रहेछ। खाना चाहिँ यहाँ आउने बित्तिकै खाना आइहाल्छ, यति पुर्न पर्दैन हजुरहरूले। यो चाहिँ मिलन चोकबाट अलिकति भित्र आयो भने गाउँले चुलो भनेको छ। अनि यहाँ आएर थकाली खाना खान सक्नुहुन्छ। चाहिँ हामी हाम्रो खाना आइसक्यो, अब खाना लागेको फुपूले खाँदै हुनुहुन्छ। खाना चाहिँ हजुरले मजाले थपी खाना पाउनुहुन्छ। मही पनि मजाले जति खाना मन लाग्छ त्यति थपी खाना पाउनुहुन्छ। यता चाहिँ बुढा नास्ता खाइहाल्नुहुन्छ। खाना चाहिँ एकदम मिठो रहेछ। खाना चाहिँ यहाँ चाहिँ गाउँले चुलो रेस्टुरेन्ट हो नि त, अनि त्यही भएर चाहिँ पुरा गाउँको जस्तो फिलिङ हुन्छ। डेकोरेसन पनि एकदम यस्तै गाउँको जस्तो। अनि यहाँ पनि यस्तै भाँडाहरू बेसी राख्नुहुन्छ। अनि उहाँ खाँदै हुनुहुन्छ। ऊ पर्दा पनि एकदम मखमली पर्दा लगाउनु पर्छ। अनि यहाँ चाहिँ दाउराको पेन्ट गरेर यस्तो एकदम बसेर खानु नै गाउँ फिलिङ आउने छ। यहाँ आउने बित्तिकै हजुरहरूलाई कोल्ड ड्रिङ्कको जग्गामा मही अर्ग्यानिक मही पाउनुहुन्छ हजुरहरूले। यस्तो अर्ग्यानिक मही पनि एकदम एकचोटि मात्रै होइन, जति खान सक्नुहुन्छ थपी पाउनुहुन्छ हजुरहरूले। अनि खानामा चाहिँ आफूले जो खानुहुन्छ त्यही हिसाबले खाना दिनुहुन्छ। मटन चिकन जे खानुहुन्छ अरू चाहिँ पुरा एउटा थालै दिनुहुन्छ। अनि घिउमा चाहिँ जसले घिउ खान चाहिँ उनीहरूलाई चाहिँ घिउ पनि मजाले मातेर चाहिँ हालिहाली दिनुहुन्छ है। खाना चाहिँ कस्तो लाग्यो? खाना एकदम मिठो लाग्यो क्या। चाटी खानुपर्छ त हो। अहिले नपुग्नु, आज बुटोलाई पो रस्ने। यहाँ फुपूले चाहिँ पेट दुखेछ भन्नु त। खाना चाहिँ एकदम धेरै खानुभयो। थपी चाटी भाँडा पनि मजाले चरसको थालमा खाना पाउनुहुन्छ, कटौरी। खाना चाहिँ एकदम मिठो लाग्यो हामीलाई चाहिँ। कस्तो लाग्यो हजुरहरूलाई खाना? दामी। हजुरलाई कस्तो लाग्यो खाना कस्तो लाग्यो हजुरलाई? भेरी डिलिसियस। मही स्पेसल थपी खाना पाइने मही। थपी खाना पाउने भन्नु न। त्यसलाई चाहिँ एकदम मही मनपर्छ नि त। अनि यहाँ चाहिँ मही पनि मजाले पाउने छ। ओके, बाइ बाइ।